म कहाँ जानु लाग्नुभयो तपाईँ? अहिले मलेसिया जाने, मलेसियाबाट सिङ्गापुर जाने, सिङ्गापुरबाट थाइल्यान्ड हुने, थाइल्यान्ड होइन नेपाल आउने। अहिले हामी नेपाल एयरपोर्टमा बसेको छौँ। आराध्य अनि आरतिर चाहिँ कहाँ जानु लाग्यो तपाईँ? म पनि सेम जान लाग्यो। जाने भनेको त भेटी गयो कि एयरपोर्टमा भेटी गयो। सँगै जाने भनेर बसेको होइन सँगै मिलायो भइहाल्यो। तिनवटा देश घुमेर आउने हो। हामी अहिले नेपाल एयरपोर्टमा आउने। अब प्लेन वेट गरिरहेको प्लेन वेट गरेर बसेको छ नेपाल एयरपोर्टमा। ल मम्मी तपाईँको अब मलेसिया आइपुग्यो। मलेसिया एयरपोर्टमा लगेज लिने ठाउँमा घुमिरहेको छ अहिले हामी। इमिग्रेसन पार भइसक्यो। इमिग्रेसन सक्यो हाम्रो। अब आउँदैछ आज मलेसियाको। अब आजदेखि मलेसिया स्टार्ट भयो मम्मीको नयाँ देश घुम्ने। त्यसपछि चाहिँ सिङ्गापुर जाने, त्यसपछि थाइल्यान्ड जाने, थाइल्यान्डबाट नेपाल जाने। ल अब मलेसियाको एक्जिट गेटबाट बाहिर निस्क्यो। अब हामी ट्याक्सीतिर जानु पऱ्यो। ट्याक्सीतिर जानु पऱ्यो। अब हामी के गरिरहेको छौँ? अब ट्याक्सी कुरिरहेको होटेल जानलाई। एयरपोर्ट बाहिर निस्क्यो। अब होटेल जानलाई ट्याक्सी कुरेको। यहाँको 12-1 बज्दो रहेछ क्या। 1 बज्यो। 1 बज्यो। हामी कहाँ जान्ला मै? अहिले हामी होटेल जान लागेको। ट्याक्सीमा ल मम्मी आज मलेसियाको पहिलो दिन। अब कहाँ जानु लाग्नुभयो तपाईँ? केएल बटपाथ चराचरा होटेलबाट अब निस्किने आए टुका जाने। बर्ड चरा भन्ने ठाउँ हेर्न आएको। चरा छ यहाँ। यही चरा हेर्न आइरहेको छु यहाँ। अनि यहाँको पैसा चाहिँ 90 RMB। यसको RMB 90। Hi, can I get 3 adult ticket please? Yeah. 270. Okay. Thank you very much. Alright, got my ticket. Hey, यो भइसकेछ checkpoint. यो लगाइन्छ क्या हातमा? Thank you. कति घन्टामा सकिन्छ यो? कति घन्टामा सकिन्छ? 1.5 घन्टामा। राम्रै छ हेर भित्र। ल जाउँ। नेपालमै हो? हजुर ल ओ चरा हेर्नु फोटो हेर्नुहोस्। थाइल्यान्डमा के अरे अहिले 3:30 बजे हुन्छ। पानी पऱ्यो भने हुँदैन। अहिले पानी परेको छैन कि अहिले ठिक छ। अहिले 12:30 मा हुन्छ? हजुर ल अलि चाँडो।
माउले कस्तो लाग्यो चराको सो राम्रै छ हो चराले चाहिँ जे भन्छ त्यो गरिरहेको छ तालिम गरेपछि त भइहाल्छ नि यो माछा पानी राम्रो रहेछ भाइ धेरै सामान किन्नु भयो क्या तपाईँले 500 युरोको सामान किन्यो भर्खर 500 युरोको किनेको यो चाहिँ KLCC को सूर्य मल भन्यो KLCC चाहिँ ट्विन टावरको बाहिरको मल अब हामी अहिले चाहिँ पेट्रोनसको ट्विन टावर आइपुग्यो अब यहाँको आइकोनिक ल्यान्डमार्क अब यहाँबाट हामी फोटो खिच्ने कामहरू गर्छु लाइक एनी अदर टुरिस्ट यो चाहिँ ट्विन टावर मम्मी मलेसियाको फेमस ठाउँ आइकोनिक ल्यान्डमार्क Petronas Twin Tower. टावर ठुलो छ भाइ टावर एकदम ठुलो यही हो सबभन्दा ठुलो टावर यहाँको ल्यान्डमार्क त्यो माथि चाहिँ बिचमा हिँड्न मिल्छ किसानमा त्यहाँ गएर एउटा बिल्डिङबाट सबैजना मान्छेहरू यहाँ फोटो खिच्नु सबै अफिसहरू सबै हुन्छ मैले दुबई गस्दै छ नि त पानीको डास हो यो It's a mirror room. Yeah, it's a changing gun tower. The bathtub, separate shower, and the toilet, and that was a Suffolk in town. So it's interesting. Quite two rooms, huh? Yeah, I would say. As a Malaysiaको second day, अनि second day मा हामी check out गर्यो होटलबाट अब चाहिँ हामी चाहिँ अर्को बाटु केभतिर जान लाग्यो अब ग्र्याबलाई वेट गरिरहेको छु अनि म मेरो आदि पनि यहाँ ट्याक्सीलाई वेट गरिरहेको छ अब एक्सलेन्ट यो होटलको ब्रेकफास्टहरू ठिकै रहेछ भाइ ठिकै छ हिजोभन्दा आज अलि डिफ्रेन्ट भयो उयो ल अब हामी बाटु केभतिर जाने हो त्यही कारणले थ्याङ्क यू ल यता ल बाटु केभमा आइपुग्यो यहाँ चाहिँ मम्मी चस्मा होइन झोलाहरू राम्रोसँग राख्ने बाँदरले चोर्छ अरे
ल बाटु केभमा आइपुग्यौँ है। यो चाहिँ अब महादेवको मन्दिर हो कि हिन्दू मन्दिरहरू छ ल जम्पिन्छ। यो 272 सिडी छ भने जस्तो हालेमा यो ल हिँड्नु न चढेर थाहा पाइहाल्छ नि। तपाईँले जुत्ता लाउनुपर्छ, जुत्ता लगाएपछि तपाईँहरूले सक्छ। खोल्टीमा अब मम्मीहरू हिँड्नु स्टार्ट भयो। आरतिर मम्मीको पनि गाह्रो छ यो हिँड्नलाई त ठाडो रहेछ कि ठाडो। यो पनि सुन्नु नसक्ने तातो भएर फेरि आज मम्मीहरू मजाले हिँड्नु सक्नु भइरहेछ। कति नै गाह्रो भएको छैन। गाह्रै छैन, पछि नै आएको छैन। आरतीलाई पनि गाह्रो भएको छैन, मम्मीलाई पनि गाह्रो भएको छैन। अब बिस्तारै माथि आइपुग्नुलाई चाहिँ तलतिर गाह्रोको नाम कति पनि छैन, एकदम सजिलो भइरहेछ। हो त्यस्तो ठाडो उकालो भने almost to the top. Photo going down, गुफा। मम्मी थाक्नु भयो? एकदम गुड। मन्दिर भित्र आयो। अब अर्को स्टेज पछि अर्को मन्दिर। वाह, bit of a walk. गुफा भित्रको मन्दिर। यो पहिलेदेखि नै भएको हो मन्दिर। यो त ब्रिटिसहरूले लिएर आएको नि त। ब्रिटिसले कलोनी गरेको थियो नि त यसलाई। होइन मैले ब्रिटिसहरूले इन्डियन मान्छेले लिएर आएको नि त। कस्तो लाग्यो त अहिले मन्दिर? मन्दिर त है हाम्रो देशमा छ। मम्मीलाई गाह्रो भयो भडाङ चढ्न? मन्दिर ठिकै भयो? मन्दिर गुफा ठिकै छ। हो एउटा मात्र 16 वटा रहेछ यो। हेर्नुहोस् भाइ माथि पनि कति धेरै छ मूर्तिहरू। राम लक्ष्मण हनुमान यो सिधै एकपल्टमा 16 वटा रहेछ कि मैले गर्ने। अब हामी कहाँ जाने मम्मी? अब मार्केट कस्तुरी मार्केटमा आइरहेको छ। भाइ हामी अहिले कुन चाहिँ मार्केट आइपुग्यौँ? हामी अहिले कस्तुरी मार्केट सानो बजार। यो कस्तुरी वक भन्ने मार्केट, यो चाहिँ सेन्ट्रल मार्केट। अब चाहिँ भित्रै आयो। अब कस्तो रहेछ सामान? मम्मी कहाँ चिन्नु लाग्नुभएको? सेन्ट्रल मार्केट। यो चाहिँ सेन्ट्रल मार्केट। यो बिमलको रुम। मेरो रुमबाट त भ्यू छैन। त्यो पनि राम्रै छ, भ्यू नभएर राम्रो छ। यो चाहिँ मेरो रुमको चाहिँ भ्यू चाहिँ यस्तो छ। सनसेट भ्यू। यो चाहिँ बजार। ए हुन्छ ट्राफिक जाम भइसक्यो अहिले। यो मम्मीहरूको रुमबाट राम्रो भ्यू देख्छ। यो मैले त्यही कारणले हामी लास्ट टाइम यहाँ बसेको कारणले ठिक हुन्छ भनेर यहाँले। अब यो चाहिँ जलौन अलर स्ट्रिट फुड मार्केट।
सबैभन्दा पपुलर सबैको खानेकुराहरू हिँड्नु न बाहिर मर्निङ मर्निङ अहिले बजारमा छौँ आज मम्मीको सपिङ गर्ने दिन युनिक्लो एनएनएस सबै यहाँ रहेछ हामी बसेको होटल पछाडि छ त्यसको अगाडि ट्यागको सपिङ मल छ अब चाहिँ हामी चाइना टाउन अफ कोलालम्पुरको अनि यो चाहिँ अब नाइट मार्केट मम्मीहरू लुइस भिक्टन च्यानल प्राडा गुची सबै कपी त आमा डेन्जर ब्याग रहेछ यहाँ त फाला फाल सस्तो सस्तोमा चाइना मार्केट ब्रान्डेड किन्नु पर्यो ब्रान्डेड सरस्वती पार्वती देवी दुर्गा अनि चाहिँ दुर्गा माता पनि रहेछ देवी माता पनि रहेछ सरस्वती माता पनि रहेछ लक्ष्मी माता पनि रहेछ यो हाम्रो होटलको छेउको पादिलन मल हो यो एकदम ठुलो रहेछ पादिलन मल होटलको छेउमा हामी पनि होटलको छेउमा यही हो आज हाम्रो चौथो दिन कोलालम्पुर मलेसियामा यो चाहिँ हामी बसेर होटलको स्विमिङ पुल अनि अब यहाँबाट हामी फेरि सपिङ गर्ने ठाउँतिर जान्छौँ मम्मीले नि बसिराख्नु भएको छ आज चढ्दैन भोलि सिङ्गापुर जाँदैछ हामी सिङ्गापुर उता ऊ सपिङ सेन्टर त्यहीँ छ नेक्स्ट उतै हो भने सपिङ सेन्टर सपिङ सेन्टरमा जाने अहिले सपिङ सेन्टर जाने ल अब त्यसपछि हामी जाउँ